अब प्रधानमन्त्री बनेपछि के त? देशभित्रको कुरा त छँदैछ, तर अब कुरा गरौँ सबैभन्दा पेचिलो विषयको, विदेश नीति। नेपालको लागि यो सधैँ एउटा अग्नि परीक्षा हो। एकातिर भारत, अर्कोतिर चीन। यी दुई विशाल छिमेकी बीच सन्तुलन मिलाउनु भनेको डोरीमा हिँड्नु जस्तै हो। नेपालको भूराजनीतिबारे एउटा पुरानो भनाइ छ नि, दुई ढुङ्गा बीचको तरुल। यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ। यसले शाह सरकारले कति ठूलो बाहिर दबाव झेलिरहेको छ भन्ने कुरा प्रष्ट पार्छ। सधैँ दुई विशाल शक्तिहरूको बीचमा आफ्नो अस्तित्व र स्वार्थ जोगाउने लडाईँ। ल, पहिले एउटा ढुङ्गा अर्थात् भारततिर हेरौँ। भारतसँगको सम्बन्ध सधैँ नै जटिल र उतार चढाउपूर्ण रह्यो। तर बालेनको पालामा यो तनाव अझै बढेको जस्तो देखिन्छ, किनकि उनले निकै आक्रामक अडान लिएका छन्। उनको भारतप्रतिको दृष्टिकोण कस्तो छ भन्ने कुरा केही घटनाले छर्लङ्ग पार्छ। जस्तै भारतको नयाँ संसदमा अखण्ड भारतको नक्सा राखियो, जवाफमा उनले आफ्नो अफिसमा ग्रेटर नेपालको नक्सा टाँगिदिए। त्यस्तै आदि पुरुष फिल्मको एउटा संवादमा चित्त नबुझेर पुरै फिल्म नै बन्द गराइदिए। यस्ता कदमले उनको राष्ट्रवादी छवि त बनायो, तर भारतसँगको परम्परागत सम्बन्धमा भने चिसोपना पक्कै ल्यायो। अब अर्को ढुङ्गातर्फ लागौँ, चीन। एकातिर भारतसँग तनाव छ भने अर्कोतिर चीन पनि नेपालको नयाँ सरकारसँग त्यति खुसी देखिँदैन। चीनको चिन्ता पनि बढ्दै गएको छ। चीन किन चिन्तित छ त? यसका पनि केही कारणहरू छन्। जस्तै चीनिया राजदूतले नै तिब्बती र ताइवानी गतिविधिबारे चेतावनी दिनुपरेको छ। अनि शाहले त चीनको महत्वाकांक्षी परियोजना BRI-लाई खुलेआम अस्वीकार गरिदिएका छन्। त्यसमाथि काठमाडौँमा विद्यार्थीहरूले सी जिनपिङका किताब जलाए। यी सबै घटनाले बेजिङलाई के सङ्केत गरिरहेको छ भने नेपालको माहौल अब पहिले जस्तो चीन मैत्री छैन। ल, यस्तो अप्ठ्यारो अवस्थामा एकातिर भारत, अर्कोतिर चीन दुवैसँग सम्बन्ध चिसिँदै गर्दा बालेनले के गर्न खोजिरहेका छन् त? उनले नेपालको पुरानो परिचय नै बदलेर विश्वमा एउटा नयाँ भूमिका स्थापित गर्ने महत्वाकांक्षी योजना अगाडि सारेका छन्। नेपाललाई अहिलेसम्म के भनिन्थ्यो? बफर स्टेट भनेको दुई ठूला देशको बीचमा परेर उनीहरूको झगडा रोक्ने एउटा निष्क्रिय ठाउँ, स्यान्डविचमा बीचमा परेको टुक्रा जस्तो। तर बालेन यो परिभाषालाई पुरै उल्ट्याउन चाहन्छन्। उनको नयाँ सोच छ भाइब्रेन्ट ब्रिज, अर्थात् एक जीवन्त पुल। यो अवधारणा अनुसार नेपाल अब दुई देशलाई छुट्याउने पर्खाल होइन, बरु दुवैलाई जोड्ने, व्यापार र साझेदारी बढाउने एउटा सक्रिय पुल बन्नेछ। यो तुलनाले उनको सोचलाई अझ प्रष्ट पार्छ। निष्क्रिय भएर बस्ने होइन, सक्रिय भएर जोड्ने। अरूको भूराजनीतिको गोटी बन्ने होइन, आफ्नै आर्थिक साझेदार बन्ने। निर्भरताबाट सार्वभौम सत्तातिरको यात्रा, यो नै उनको विदेश नीतिको सार हो। तर यो सोच जति आकर्षक छ, यसलाई लागू गर्न त्यति नै गाह्रो छ। हो, युवाहरूमा यो निकै लोकप्रिय छ, तर आलोचकहरू के भन्छन् भने उनीसँग परम्परागत राजनीतिको अनुभव छैन, सङ्गठन छैन। यस्तो अवस्थामा विश्वका ठूला शक्तिहरूसँग डिल गर्न कूटनीतिक सन्तुलन मिलाउन साँच्चीकै नै चुनौतीपूर्ण हुन सक्छ। त्यसो भए अन्त्यमा एउटा ठूलो प्रश्न बाँकी रहन्छ, के बालेन शाह जस्ता सिस्टम बाहिरबाट आएका एक व्यक्तिले साँच्चै देशको भाग्य बदल्न सक्लान्, वा हाम्रो पुरानो राजनीति र छिमेकीहरूको भूराजनीतिक दबावको अगाडि उनको यो प्रयास पनि फिक्का हुनेछ? यो यस्तो प्रश्न हो जसको जवाफ त अब आउने समयले नै बताउला।